इटालीमा हुने साथीहरू आउनु होला, एकचोटि भिजिट गर्नु होला। ठाउँ राम्रो छ। Oh, Sumin sir, hello. I have one question for you. तपाईं यति राम्रो ठाउँ जानुहुन्छ, यसो हाम्रो दर्शकबिनहरुलाई पनि भनिदिनु पर्यो के कुन ठाउँ हो, कहाँ हो कि ट्रेन्टिनो है। ट्रेन्टिनो पहाड जुन पनि देखिरहेछ। बस यो भन्दा कति राम्रो ठाउँ छ। आउनु होला तपाईहरु पनि। ट्रेन्टिनो, इटालीको ट्रेन्टिनो। ओके। अनि यो चाहिँ ट्रेन्टिनो कहाँनेर पर्छ भन्नु? यो ठ्याक्कै ट्रेन्टिनोको यो ब्रेन्ड सेन्टरमै हो। सेन्टरको माथिपट्टि है यो चाहिँ। ओके। सक्नुहुन्छ पहाडहरु। एकदमै पहाडहरु छ। एकदमै भ्यूहरु त राम्रो एकदमै। त्यो त अहिले अनि तपाई हाम्रो दर्शकबिनहरुलाई के भन्न चाहनुहुन्छ? यहाँ आउन सजेस्ट गर्न चाहनुहुन्छ कि इटालीमा हुने साथीहरू आउनु होला, एकचोटि भिजिट गर्नु होला। ठाउँ राम्रो छ। अहिले जाडो पनि छ, हामीले डबल कपडाहरु लाएर हिँडिरहेको छु। अझै पनि जाडो भइरहेछ है? अझै जाडो छ। ओके। यस्तो पालेको चराहरु पनि छ। बस यसलाई चाहिँ के भन्छ हाम्रो नेपालमा? हाँसहरु। ओके। परेवा छ। ओके। चाउ। अनि अरु केही छ तपाईलाई भन्नुपर्ने? यहाँको खासियत के छ? यहाँको सबैभन्दा राम्रो के हो तपाईलाई चाहिँ के लाग्छ? यहाँको हावापानी। कस्तो फिल हुन्छ तपाईँलाई? नेपाल जस्तै फिल हुन्छ कि अब विदेश बसे जस्तो फिल हुन्छ यो ठाउँमा बस्दाखेरि? यो सेम नेपालको जस्तै, हाम्रो पहाड घर जस्तै। यो चाहिँ हाम्रो नेपालको पहाड घरको जस्तै डाँडा पाखाहरू देखिन्छ। ठाउँ राम्रो छ यहाँ।